नमस्ते सम्पूर्णमा आज फेरि अर्को भिडियो लिएर तपाईहरुको अगाडि आएको छु। त्यो चाहिँ के हो भने मेडिसिन अनि सप्लिमेन्ट। मेडिसिन अनि सप्लिमेन्टमा चाहिँ के डिफरेन्स छ भने कसैलाई पनि हेल्थ इश्यू भएको हुन्छ हैन, डिजिजहरु भएको हुन्छ, उसलाई चाहिँ मेडिसिन प्रेस्क्राइब गर्छ जो चाहिँ हामीले लिनु पनि पर्छ। तर लङ टाइम सम्म हामीले मेडिसिन लियो भने त्यसको साइड इफेक्ट पनि छ नि त। अनि के हो भने नि मेडिसिनको पोजिटिभ पोइन्ट के हो भने त्यो डिजिजमा काम गर्छ, तर नेगेटिभ पोइन्ट हो भने साइड इफेक्ट पनि दिन्छ। त्यसै गरेर चाहिँ अनि न्यूट्रिसन चाहिँ के हो, त्यो चाहिँ हाम्रो खाना हो। जुन भिटामिन एन्ड अनि मिनरल्सहरु हामीले आफ्नो खानाबाट पाउन सक्दैनौं त्यसलाई चाहिँ हामीले सप्लिमेन्ट लिएर पूरा गर्छौं। हामीले समयमै सप्लिमेन्ट लिएनौं अन्त हाम्रो शरीरमा डेफिसिएन्सी भिटामिनहरुको भइरह्यो भने चाहिँ त्यो चाहिँ डिजिजमा कन्भर्ट हुन्छ। त्यसले गर्दाखेरि चाहिँ समयमै हामीले आफ्नो खानामा चाहिँ एउटा भयो जुन आफ्नो निडको अकर्डिङ आफ्नो शरीरमा के प्रब्लम छ त्यसको मुताबिक चाहिँ तपाईहरुले सप्लिमेन्ट एड गर्नुहोस् हैन। अनि त्यसमा केही पनि तपाईहरुलाई हेल्प चाहियो भने तपाईहरुले मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। धन्यवाद।